मुटुको लागि सबैभन्दा बेस्ट मानिने एउटा जडीबुटीको बारेमा जानकारी दिँदैछु जसले हामीलाई मुटु सम्बन्धी 7वटा सबैभन्दा महत्त्वपूर्ण स्वास्थ्य लाभ दिने कार्य गर्छ। त्यसकारण यो भिडियो महत्त्वपूर्ण छ, यसलाई अन्तिमसम्म हेर्नुहोला। मुटुको लागि सबैभन्दा बेस्ट मानिने जुन जडीबुटी छ, यसले सबभन्दा पहिले रगतभित्र बढेको खराब किसिमको कोलेस्ट्रोल जसलाई एलडिएल भनिन्छ त्यसको मात्रालाई कम गर्न हामीलाई सहयोग पुर्याउने कार्य गर्छ। दोस्रो, रगतभित्र बढेको ट्राइग्लाइसराइडको मात्रालाई कम गर्न यसले हामीलाई सहयोग पुर्याउने कार्य गर्छ। तेस्रो, यसले रगत नलीलाई लचिलो बनाउन मद्दत पुर्याउँछ जसको कारणले गर्दा हाम्रो ब्लड प्रेसर कन्ट्रोल अवस्थामा रहन हामीलाई मद्दत प्राप्त हुने गर्छ। चौथो, यसले रगत नलीभित्र रगत जम्न दिँदैन जसको कारणले गर्दा हाम्रो मुटु स्वस्थ र सुरक्षित रहने गर्छ। पाँचौं, यसले एचडिएल कोलेस्ट्रोलको मात्रालाई बढाउँछ। जुन कोलेस्ट्रोललाई गुड कोलेस्ट्रोल भनिन्छ त्यसको मात्रालाई यसले बढाउँछ जसको कारणले गर्दा हाम्रो मुटु स्वस्थ रहने गर्छ। छैठौं, यसले मुटुको जुन धड्कन छ त्यसलाई सही राख्न हामीलाई मद्दत पुर्याउने कार्य गर्छ, यानी कि मुटुको धड्कनलाई अनियमित हुनबाट यसले बचाउन हामीलाई मद्दत पुर्याउँछ। सातौं, यसले मुटुको जुन मांसपेशी छ त्यसलाई बलियो र मजबुत बनाउन हामीले मद्दत पुर्याउने कार्य गर्छ। त्यसकारण साथीहरु, यो जुन जडीबुटी छ यसलाई मुटुको लागि सबैभन्दा बेस्ट मानिएको छ। साथीहरु, अब यहाँ प्रश्न आउँछ त्यो जडीबुटीको नाम के हो? साथीहरु, त्यो जडीबुटीको नाम हो अर्जुनको बोक्राबाट बनेको चूर्ण। अब यसको सेवन गर्ने तरिकाको कुरा गर्ने भने कुनै पनि राम्रो कम्पनीको अर्जुनको बोक्राको चूर्ण अथवा अर्जुन चूर्ण भनेर तपाई किन्न पाउनुहुन्छ, त्यो किनेर ल्याउनु होला। आधा चम्चा अर्जुनको चूर्ण लिनु होला। यसलाई 1.5 कप पानीमा राखेर चियाको जस्तो उमाल्नु होला। जब पानी 1 कप रहन्छ त्यसपछि यसलाई फिल्टर गर्नु होला अनि हल्का मनतातो भइसकेपछि दिनमा 1 पटक यसको सेवन गर्नु होला। लगातार 20-25 दिनसम्म सेवन गर्नु होला। त्यसपछि यसको सेवनलाई बन्द गरिदिनु होला। पुनः आवश्यक परेको बेलामा यसको चाहिँ सेवन गर्नु होला। साथीहरु, यसरी 20-25 दिनको सेवन मात्रले यसले हाम्रो मुटुलाई स्वस्थ राख्न, मुटुलाई अघि भनेका जुन 7वटा स्वास्थ्य लाभ छ त्यो प्रदान गर्न हामीले अत्यधिक मात्रामा मद्दत पुर्याउने कार्य गर्छ। साथीहरु, यो जडीबुटीको सेवन गर्दा एउटा कुराको ख्याल गरिराख्नु होला। यदि तपाई गर्भवती महिलालाई दिन चाहनुहुन्छ वा कुनै पनि किसिमको गम्भीर बिमारीबाट पीडित भएको व्यक्ति जो औषधि उपचार गराइरहनु भएको छ उहाँलाई दिन चाहनुहुन्छ भने त्यस्तो अवस्थामा एक पटक आफ्नो डाक्टरको सल्लाह अवश्य लिनु होला, त्यसपछि मात्र दिनु होला। साथीहरु, आशा गरेछु यो भिडियोले निश्चित रूपमा यहाँलाई धेरै हदसम्मलाई पुर्याउनेछ। यदि यो भिडियो राम्रो लागेको छ भने यसलाई लाइक गर्नु होला।